नेपालको नम्बर 1 स्पोर्ट क्रिकेट आज यति फेमस भएको छ कि नेपालले मात्रै नभएर विदेशीले पनि नेपाल क्रिकेटलाई चाहिँ फलो गर्छन् र नेपालमा भएको बच्चादेखि लिएर बुढो मान्छेसम्मले पनि नेपाल क्रिकेटलाई फलो गरेर सपोर्ट पनि गर्छन्। तर नेपाल क्रिकेटको पर्फर्मेन्स अहिले पनि राम्रो हुन सकेको छैन र नेपाल क्रिकेटको जुन हाइप बनेको छ त्यो हिसाबले नेपाल क्रिकेटले पर्फर्मेन्स गरेको छैन र नेपाल क्रिकेटले जति पनि रेकर्डहरू बनायो, दिपेन्द्र सिंह एरीको 9 बलमा 50 रन भनौँ या कुशल मल्लको 50 बलमा 137 रन भनौँ, यो सबै एउटा कमजोर टिममाथि मात्रै रहेको थियो र नेपाल क्रिकेटले एकै दिन एउटै टिमको खिलाफ 3 वटा विश्व रेकर्ड राख्न सफल भएको थियो। दिपेन्द्र सिंह एरीले 9 बलमा 50 रन बनाएका थिए भने कुशल मल्लले 50 बलमा 137 रन बनाएका थिए र 315 रनको टार्गेट दिएका थिए मङ्गोलियालाई टी20मा। मङ्गोलिया एकदमै कमजोर टिम हो र नेपालले मेन टिम नभएर अन्डर 90 को टिम पठाएर मङ्गोलियासँग खेलाउनु पर्ने ठाउँमा नेपालको चाहिँ नेसनल क्रिकेट टिम मङ्गोलिया रेकर्ड बनाउनको लागि भनेरै गएको थियो। मङ्गोलिया जान्छौँ र रेकर्ड बनाएर आउँछौँ भनेर, किनभनेदेखि मङ्गोलिया एकदमै कमजोर टिम हो। 41 रनमा चाहिँ मङ्गोलिया अल आउट भएको थियो नेपालले 315 को टार्गेट दिँदा। अब तपाईँ आफै सोच्नु कि जुन नेपालले 315 को टार्गेट दिएको छ, मङ्गोलिया 41 रन बनाउन नसक्दै अल आउट भएको थियो भने मङ्गोलिया टिम कुन खालको लेभलको रहेछ? नेपाल क्रिकेट टिमको लेभलको रहेछ? नेपालको रेकर्ड के यो एकदमै राम्रो हो, स्ट्रङ टिमको खिलाफ हो या एउटा यो रेकर्डको नाम मात्रै हो? तपाईँ आफै सोच्नु होला। मङ्गोलियाको क्रिकेट टिम नेपालको अन्डर 90 को लेभलको पनि थिएन, तर नेपालको चाहिँ नेसनल क्रिकेट टिम गएर मङ्गोलियामा रेकर्ड बनाएर आयो। 3टा रेकर्ड एकै दिन बनेका थिए। यो रेकर्डलाई म चाहिँ मान्दिनँ। 3 रेकर्ड बनाउने कुशल मल्ल, 50 बलमा 137 रन बनाउने कुशल मल्ल अहिले वर्ल्ड कप खेल्न नपाएर नेपालमा बसिरहेका छन्। कुशल मल्ल वर्ल्ड कपका त कुरै छाड्दिउँ, 25 जनाको स्कोरभित्र पनि पर्न सकेका थिएनन् कुशल मल्ल भनेपछि। तिनै कुशल मल्लले रेकर्ड बनाएका थिए मङ्गोलियाको खिलाफ। 50 बलमा 137 रन बनाउने खेलाडी चाहिँ आज वर्ल्ड कपमा छैनन्। त्यो भनेको खराब पर्फर्मेन्सको कारणले नभएका हुन्, यसमा कुनै पनि गुनासो छैन। र नेपाल क्रिकेट टिमको अर्को विश्व रेकर्ड रहेको छ दिपेन्द्र सिंह एरीको 6 बलमा 6 छक्का। ओमनको ग्राउन्डमा कतारको खिलाफ दिपेन्द्र सिंह एरीले 6 बलमा 6 छक्का हानेका हुन्। यो भनेको पनि एकदम नर्मली हो, किनभने कतारको टिम पनि नेपालको टिमको लेभलको छैन, नेपालभन्दा कमजोर टिम हो। तर पनि दिपेन्द्र सिंह एरीले 6 बलमा 6 छक्का हान्नु भनेको एकदमै ठुलो कुरा हो। यो गर्व छ, दिपेन्द्र सिंह एरीले राम्रो काम गरेका हुन्। तर दिपेन्द्र सिंह एरीले 6 बलमा 6 छक्का हानेपछि त्यहाँबाट दिपेन्द्र सिंह एरीको पर्फर्मेन्स 0 हुँदै गयो र दिपेन्द्र सिंह एरीले ट्यु ग्राउन्डमा राम्रो पर्फर्मेन्स गर्न सके पनि विदेशको ग्राउन्डमा गएर दिपेन्द्र सिंह एरीले चाहिँ ब्याटिङ गर्न सकेका छैनन्। दिपेन्द्र सिंह एरीको फिल्डिङ बलिङ राम्रो छ, तर ब्याटिङ भने दिपेन्द्र सिंह एरीले 6 बलमा 6 छक्का हानेपछिबाट खराब हुँदै गएको छ साथीहरू। यो सबैलाई थाहा भएको कुरा हो। त्यसै गरी नेपाल क्रिकेट टिमले बङ्गलादेशको ए टिमसँग, पाकिस्तानको ए टिमसँग, त्यसै गरी वेस्ट इन्डिजको ए टिमसँग, त्यसै गरी अहिले श्रीलङ्काको ए टिमसँग पनि नेपाल क्रिकेट टिमले म्याचहरू हारिरहेको छ। ए टिमलाई पनि जित्न सकेको छैन। 2024 मा वर्ल्ड कप खेल्दा पनि नेपाल क्रिकेट टिमले एउटा पनि म्याचमा जित निकाल्न सकेन र नेपाल क्रिकेट जुन लेभलको फेमस छ त्यो लेभलको नेपाल क्रिकेटले पर्फर्मेन्स त गर्न सकेको रहेनछ। तर नेपाल क्रिकेट यति फेमस कसरी भयो? नेपाल क्रिकेट अहिलेको टाइममा वर्ल्ड वाइज फेमस छ, यो चाहिँ कसरी सम्भव भयो? यो सबै नेपाल क्रिकेट यो लेभलमा आउनको लागि सबै नेपाल क्रिकेट फ्यानको सपोर्टको कारणले नै आज नेपाल क्रिकेट यहाँ छ। नेपाल क्रिकेट टिमको राम्रो पर्फर्मेन्सको कारणले नभएर नेपाल क्रिकेट फ्यानको कारणले चाहिँ आज नेपाल क्रिकेट यहाँसम्म आएको म सबुत भन्दैछु तपाईहरुलाई। पछिल्लो वर्ल्ड कप नेपाल क्रिकेट टिमले युएसएमा खेल्यो। युएसएमा एउटा पनि म्याच जित्न सकेन। नेपालले 2टा म्याच खेल्न पर्ने थियो युएसएमा, एउटा श्रीलङ्कासँग र एउटा नेदरल्यान्डसँग। नेपालले नेदरल्यान्डसँग म्याच खेल्यो, नेपालले नराम्रो गरी हार्यो। तर पनि नेपाल क्रिकेट फ्यानले पुरा ग्राउन्ड भरिएको थियो युएसएमा र वर्ल्ड कपमा कमेन्ट्री गर्नेहरू, न्युज च्यानलहरू सबैले चाहिँ नेपाल क्रिकेट सपोर्टर कति रहेछन् भनेर एकदमै धेरै नै प्रशंसाहरू गर्यो। त्यो कारणले नेपाल क्रिकेट धेरै नै फेमस भएको थियो युएसएमा वर्ल्ड कपबाट। त्यसै गरी नेपालले त्यसपछि नेपाल वेस्ट इन्डिजमा गएर वर्ल्ड कप खेल्यो। वेस्ट इन्डिजमा पनि नेपाल क्रिकेट फ्यान धेरै नै गएका थिए। नेपालले वेस्ट इन्डिज गएर पनि 2टा टी20 वर्ल्ड कप खेल्यो, 2टामा 2टै म्याच हार्यो। तर पनि साउथ अफ्रिकासँग 1 रनले हारेको थियो। त्यो टाइममा नेपालको क्रिकेट फ्यानहरू धेरै नै रोएका थिए र धेरै इन्जोय गर्ने पनि थिए। त्यसै गरी क्रिकेट हार्यो भनेर रुनीहरू पनि थिए र नेपाल क्रिकेट फ्यानले चाहिँ हाम्रो नेपालले वर्ल्ड कप खेल्नु भनेको नै हामीहरूको लागि एकदमै ठुलो कुरा हो। नेपालले सिक्दैछ, अर्को टाइममा नेपालले चाहिँ वर्ल्ड कप जित्ने गरी आउनेछ भनेर एकदमै हैन फ्यान फलोइङ यति बटुलेको थियो कि नेपाल क्रिकेटले। त्यसपछि नेपाल क्रिकेट टिम धेरै नै अगाडि बढ्दै गयो। त्यसपछि नेपालमा नेपाल प्रिमियर लिग सुरु भयो, एकदमै राम्रो भयो। विदेशी खेलाडीहरू आए, प्रशंसा गरे नेपालको। नेपाल एकदम राम्रो कन्ट्री भने धेरै नै फेमस भयो नेपाल क्रिकेट। तर नेपाल क्रिकेट जो टिम छ त्यो चाहिँ 2024 मा जस्तो थियो, अहिले 24 को भन्दा पनि खराब देखिएको छ साथीहरू। केही समयपछि टी20 वर्ल्ड कप सुरु हुँदैछ। त्यसको लागि श्रीलङ्कामा गएर ए टिमसँग म्याचहरू खेल्दा श्रीलङ्काको ए टिमसँग पनि लगातार म्याचहरू हारेको छ। त्यो पनि 73 रनले हारेको छ श्रीलङ्काको ए टिमसँग। नेपाल क्रिकेटलाई अगर नेपाल क्रिकेट यसै गरी अगाडि बढ्नु छ भने नेपाल क्रिकेटले
टिमले 2026 मा राम्रो पर्फर्मेन्स गर्नुपर्छ, 1-2 वटा टिमले हराउनुपर्छ, नत्र भने नेपाल क्रिकेट टिम 0 मा जान्छ। जुन लेभलबाट उठेको थियो त्यही लेभलमा जान्छ। सुरु हुन लागेको टी20 वर्ल्ड कपमा नेपालले राम्रो पर्फर्मेन्स गर्न सकेन भने नेपाल क्रिकेट टिम जुन लेभलबाट उठेर यहाँसम्म आएको थियो पछाडि फेरि त्यही लेभलमा जाने हो साथीहरू। किनभनेदेखि नेपाल प्रिमियर जस्तो लिग पहिला पनि भएको हो। नेपालले 2014 वर्ल्ड कप खेलेपछि नेपाल प्रिमियर जस्तो लिग नेपालमा पनि भएको हो र वेस्ट इन्डिजका क्रिस गेल जस्तो चाहिँ नेपालमा आएर लिग खेल्नको लागि तयार थिए भनेपछि त्यो टाइममा पनि नेपाल क्रिकेट त्यति नै फेमस भएको थियो जति अहिले फेमस छ। नेपाल क्रिकेटलाई त्यो टाइमबाट यो टाइममा आउनको लागि 10 वर्षको ग्याप लाग्यो। त्यही भएर नेपाल क्रिकेटले यो टाइममा वर्ल्ड कपमा राम्रो पर्फर्मेन्स गरेन भने नेपाल क्रिकेटको के हालत हुन्छ भनेर आफै बुझ्नु, तपाईहरुले आफै बुझ्नु।